जनावरहरू आफ्नै मौत आफै गर्छन्। नम्बर 1 बाबिरुसा। यो जनावर धेरै जसो घना जंगलमा पाइन्छ। यिनीहरूसँग धेरै दिनको लागि सिङ हुन्छ जसले अरू जनावरसँग लड्न मद्दत गर्छ, तर यही सिङ यिनको मर्नेको काल बन्छ। यिनीहरू जति ठुला भए यिनको सिङ दिमागमा घुस्दै जान्छ, समयसँगै भित्र पस्छ। धेरै दुखाइको कारण यिनीहरूको मृत्यु हुन्छ। नम्बर 2 भेडा। थाहा छ जो पाल्तु भेडा हुन्छ त्यसको बाल त काटिहाल्छन्, तर जो जंगली भेडा हुन्छ त्यो बिचरा अनमोल हुन्छ, किनकि यिनको बाल कोही काट्दैनन् र यिनको बाल निरन्तर बढिरहन्छ र एक दिन यस्तो दिन आउँछ त्यसको मृत्यु हुन्छ। नम्बर 3 घोडा। साथीहरू, घोडा आफ्नो खुट्टाले दगुर्न सक्छ, तर यिनको खुट्टा नै यिनको मौतको कारण बन्छ, किनभने यिनको खुट्टाको नङ हुन्छ जो समयसँगै बढ्दै जान्छ र समयमै यिनको नङ नकाटे त्यो यति लामो हुन्छ यसको कारण नङमा इन्फेक्सन हुन्छ र यिनलाई यति दुख्छ कि यिनीहरू सहन नसकेर जसको कारण यिनीहरूको मृत्यु हुन्छ।